गाउँको यहाँ विषयमा कुरा देखाउन गइरहेको छु। विद्यालयको नतिजाको लागि सहज बनाउनको लागि म आफूले हो यो सफ्टवेयरमा बनाएको छु। यो यो र यसमा के छ त हेरौं। यो सफ्टवेयरले विद्यालयको सम्पूर्ण दलित, जनजाति जम्मा विवरण दिन्छ। मतलब यो सफ्टवेयरले विद्यार्थीको सम्पूर्ण डिटेल दिन्छ। यसरी डिटेल दिन्छ। दलित विद्यार्थी, जनजाति विद्यार्थी, सीमान्तकृत विद्यार्थी, अन्य विद्यार्थी, जम्मा विद्यार्थी र उमेर सँगसँगै उमेर पनि दिन्छ। यसको विशेषता हो यो सफ्टवेयरले कहिलेकाहीँ झुकेर ECD कक्षा 3 सम्मको नतिजा पार्दै गर्दा अन्य ठाउँमा दिन्छ भने गल्ती हुन सक्छ। झुकेर कुनै एक लाइनमा यो सफ्टवेयरले गल्ती हुन साथ सचेत गराउँछ। कक्षा 4 देखि कक्षा 12 सम्म परियोजना कार्यहरूको मार्क्समा बढीमा अलग अलग निकालिन्छ। 7 पटकसम्म जति कार्य पनि गरिन्छ। यो चाहिँ छुट्टा छुट्टै पहिलो तर मार्कसिट, दोस्रो तर मार्कसिट र तेस्रो तर मार्कसिट यसरी छुट्टा छुट्टै मार्क लेजर तयार गरिदिन्छ। र विद्यालय खुलेको दिन, उपस्थित दिन र प्रतिशत पनि निकालिदिन्छ। वार्षिक परीक्षाको मार्कको प्रत्येक विद्यार्थीको कक्षा 4 देखि कक्षा 4 36 कक्षा 9 देखि कक्षा 17 मा एकचोटि भर्ना गरेपछि एकमा विद्यार्थीको नाम यो सफ्टवेयरको यो विशेषता हो। अब हामी पहिला भर्नामा जान्छौं। भर्नामा यहाँ यसरी भर्ना गर्छौं, मेल फिमेल यसरी। अनि कास्टमा पनि यो तरिकाबाट जान्छौं हामीलाई कुन चाहिएको छ। अनि त्यसपछि फादर्स नेम, मदर्स नेम, मोबाइल नम्बर, डेट अफ बर्थ राख्छौं। अब डेट अफ बर्थ यहाँ हामीले राखिसकेपछि आफै उमेरमा कन्भर्ट गरिदिन्छ, जसले गर्दा विद्यार्थी कति वर्षको भयो हामीलाई थाहा हुन्छ। 5 भयो। अब एवं रिडले कक्षा 1, 2, 3 यसरी भर्ना गर्न सकिन्छ। यो भर्नाको भयो। अब भर्नापछि हामी लेजरमा जान्छौं। यो पहिलो तर मार्कसिटको लेजर हो। यो पहिलो तर मार्कसिटको लेजर यहाँ चाहिँ अब म मानव मूल्याङ्कन गर्दा हामीले सिकाइ उपलब्धि जम्मा 2 को गर्यौं भने 2 8 सम्मको प्लान 8 सम्मको हुन्छ। 2 चौक 8 हुन्छ। मैले 8 राखेँ, 8 राख्दाखेरि अङ्कित भयो। अब मानौ 9 राखौं। 9 राख्दाखेरि यसले लिन मान्दैन, किनभने पूर्णाङ्क भन्दा बढी जान दिँदैन। त्यसैले हामीले यो 8 भन्दा तल नै राख्नुपर्ने हुन्छ। यदि हामीले यो बढायो भने मूल्याङ्कन नम्बर हामीले यहाँ बढायो भने चाहिँ हाम्रो फेरि बढ्छ। जस्तो मानौ 3 गर्यौं भने 3 6 गर्यौं भने 6 चौको 24 हुन्छ। 24 सम्म यसले लिन्छ। 24 राखौं, 24 सम्म लिन्छ। यसरी यो रूपमा तयार गरिएको छ। अब अर्को विषयको पनि यसरी नै भर्दै जान्छौं। यो ECD देखि कक्षा 3 सम्म चाहिँ यो तरिकाले भर्छौं भने कक्षा 4 देखि माथि चाहिँ छुट्टै तरिकाले भर्छौं। अब हामी
यसको चाहिँ इसिडी देखि कक्षा 3 सम्मको चाहिँ मार्कसिट हेर्छौँ मार्कसिट मार्कसिट यो तरिकाले यस्तो चाहिँ मार्कसिट आउँछ यो इसिडी को मार्कसिट हो इसिडी को क्यारेक्टर सर्टिफिकेट कस्तो हुन्छ त फेरि अहिलेको नमुना कार्की छ इसिडी को क्यारेक्टर सर्टिफिकेट नमुना कार्की यसरी इसिडी को पनि क्यारेक्टर सर्टिफिकेट भयो अब कक्षा 4 देखि कक्षा 12 सम्मको छुट्टै तरिकाको मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसमा चाहिँ यहाँ म प्रस्तुत गर्न गइरहेको छु म यहाँ एउटा म देखाउँछु एटेन्डेन्समा यसरी यहाँ चाहिँ वैशाख महिनामा 23 दिन विद्यालय खुल्यो 23 दिनै विद्यार्थीको उपस्थित भयो भने 2 आयो अनि यहाँ चाहिँ कक्षामा कतिको सहभागी छ कतिको त्यसको आधारमा दिए अब दिँदाखेरि 2 हो अब यो 4 पूर्णाङ्कको हो 4 आयो यता 2 आयो यता पनि 2 आयो मानौ यहाँ चाहिँ 23 दिन विद्यालय खुलेको थियो 20 दिनबाट विद्यार्थीको हाजिरी छ भने 1.6 आयो विद्यार्थीको कक्षा कार्य चाहिँ कक्षामा सहभागिता कक्षामा जागरुकता चाहिँ 80 मात्रै लेभलको छ भने 2.8 आयो यसरी चाहिँ यो हाजिरीको चाहिँ आउँछ यो पहिलो तर मार्कसिट दोस्रो तर मार्कसिट र वार्षिकको यसरी नै राख्न सकिन्छ यहाँ कुनै अप्ठ्यारो छैन कुनै असजिलो छैन जहाँनिर चाहिँ इन्ट्री गर्न मिल्दैन त्यहाँ चाहिँ मिल्दैन गर्न मिल्दैन त्यहाँ आफै रोकिदिन्छ अब आयो परियोजना कार्यमा चाहिँ प्रत्येक त्रैमासिकको परियोजना कार्य यसरी राख्न सकिन्छ यहाँ म पहिलो त्रैमासिकको डेमो देखाउन गइरहेको छु पहिलो त्रैमासिकको परियोजना कार्यमा यहाँ एक त्रैमासिकमा 7 पटकसम्म परियोजना कार्यको मापन गर्दछ यसले यहाँ 36 मा मैले 28 दिएँ एभरेज मार्क 28 आयो अर्को चोटी मैले 30 दिएँ 29 आयो 28 र 30 जोड्यो 58 भयो 29 आयो अब अर्को चोटीमा मैले 32 दिएँ 32 दिँदाखेरि 28 30 28 30 50 30 28 30 60 मा 30 90 भयो 3 ले भाग गर्दाखेरि 30 आयो यसरी 28 र 30 32 जोड्दा 90 भयो 90 मा 30 ले 3 ले भाग गर्दाखेरि 30 आयो यसरी यो परियोजना कार्यको चाहिँ यसरी जति पटकको पनि एभरेज मार्क दिन्छ र अब आयो युनिट टेस्ट हाम्रो यो लिखित हामीले कक्षामा लिने युनिट टेस्ट कक्षामा लिने परीक्षाको नम्बर यहाँ राख्ने र हामीले पहिलो त्रैमासिकमा लिएको नम्बर यहाँ राख्ने अनि यसरी राख्दाखेरि कन्भर्ट गरेर 10 मा कन्भर्ट गरिदिन्छ मानौ यहाँ चाहिँ कक्षामा हामीले लिने टेस्टहरुमा यहाँ मैले 20 दिएँ अनि यहाँ पनि मैले 20 दिएँ 20 आयो भने 8 आयो यो आन्तरिक मूल्याङ्कनको लागि 10 पूर्णाङ्क हो यो 10 मा ठिक्क भएर बसेको छ अब यति भएपछि परियोजना कार्य पनि भयो हाजिरीको पनि भयो युनिट टेस्ट पनि भयो अब आन्तरिक मूल्याङ्कनको लागि तयार भयो हामी आन्तरिक मूल्याङ्कनको लागि लेजरमा जान्छौं हेर्छौं कक्षा 4 को लेजरमा गएर हेर्छौं यहाँ आन्तरिक मूल्याङ्कन तयार भइसक्यो यो चल्दैन यहाँबाट चल्दैन यो यहाँ यो पनि चल्दैन यो उताबाट यो त्यहाँ फर्ममा इन्ट्री भइसकेपछि यो अटोमेटिक रूपमा यहाँ आउँछ यो हेर्न मात्र मिल्छ यहाँ भइसक्यो अब हामी मार्कसिटमा जाउँ कक्षा 4 को पहिलो त्रैमासिकको मार्कसिट यहाँबाट जान्छ मार्कसिट प्रोजिता बरामको राम्रो तरिकाको मार्कसिट बनेको छ विद्यार्थीको हाजिरी 23 विद्यालय खुलेको दिन 23 दिन विद्यार्थीको हाजिरी 20 दिन र 86.6% यसरी यो कुनै पनि बिग्रिदैन जति चलाउन बिग्रिदैन यो एकदमै सजिलो छ चलाउनलाई र वार्षिक परीक्षाको मार्कसिटको आधारमा यो वार्षिक परीक्षाको कक्षा 5 को यो कक्षा 4 कै कुरा गरिरहेको छु म कक्षा 4 को नै कक्षा 4 को वार्षिक परीक्षाको मार्कसिटको आधारमा कक्षा 4 को वार्षिक परीक्षाको मार्कसिट हो यो यसको आधारमा तुरुन्तै क्यारेक्टर सर्टिफिकेट बनिरहेको हुन्छ हामी यहाँ सर्टिफिकेट 4 5 जान्छौं 4 5 6 7 8 एउटै हो यानी यो रोजित बराबर
अब हामी कक्षा 5 को हेर्छौं, मार्कसिटमा जान्छौं, कक्षा 5 मा जान्छौं। अब यहाँ फेरि हो उषामाया खत्री भयो, काइला खत्री भयो। अब हामी क्यालकुलेटर सफ्टवेयरमा जान्छौं, उषामाया खत्री, काइला खत्री। अब हामी मार्क्सिटमा कक्षा 8 मा जान्छौं, 5औं ठाउँमा हामी कक्षा 8 मा जान्छौं। कक्षा 8 मा मीना सुनार भयो, श्याम सुनार भयो, माया सुनार भयो, जन्ममिति भयो। अब यो जिपे कति आयो? जिपे छैन यहाँ अब एनजी 1 मात्रै भयो, एनजी भयो, नट ग्रेडेड भयो। अब हामी क्यालकुलेटर सफ्टवेयरमा जान्छौं, मीना सुनार जिपे 1 आयो। यसरी एक क्लिकमा मार्कसिटको आधारमा क्यालकुलेटर सफ्टवेयर पनि बन्छ। अब अर्को अब यो चाहिँ यही तरिकाले कक्षा 4 देखि कक्षा 12 सम्मको यो तरिकाले मार्क इन्ट्री नम्बर इन्ट्री गर्छौं र लेजर पनि बन्छ, मार्कसिट पनि बन्छ, क्यालकुलेटर सफ्टवेयर पनि बन्छ। पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक, बाह्रमासिक सबैको यही तरिकाले बन्छ। त्यो चलाउन झन्झटिलो छैन। अब हामी सिकाइ उपलब्धिमा जान्छौं, हामीले नम्बर इन्ट्री गरेपछि सिकाइ उपलब्धि आफै अटोमेटिक रूपमा सिकाइ उपलब्धि तयार हुन्छ। यो कक्षागत रूपमा कक्षा 1 को सिकाइ उपलब्धि, कक्षा 2 को सिकाइ उपलब्धि, कक्षा 3 को सिकाइ उपलब्धि अनि जम्मा कक्षा 1, 2, 3 को सिकाइ उपलब्धि, एक तहको सिकाइ उपलब्धि, 4, 5 2 तहको सिकाइ उपलब्धि, 6, 7, 8 3 तहको कक्षा उपलब्धि, 9 र 10 4 तहको, 11, 12 5 तहको। यसरी तहगत रूपमा सिकाइ उपलब्धि यसरी बनाइदिन्छ भने त्यसै विषयगत रूपमा पनि सिकाइ उपलब्धि तयार गरिदिन्छ। विषयगत नेपालीमा विषयमा सिकाइ उपलब्धि, अंग्रेजी विषयको सिकाइ उपलब्धि, गणितको एस एवं रिले सबै विषयको सिकाइ उपलब्धि हुन्छ भने विद्यालयको जम्मा सिकाइ उपलब्धि पनि तयार आफै गरिदिन्छ। यो कतै चलाउन पर्दैन, यो आफै तयार हुन्छ। हामीले हेर्ने मात्रै, हेर्दा मात्रै पुग्छ। यस्तै गरेर दोस्रो त्रैमासिकको पनि यो भयो, वार्षिक परीक्षाको पनि यो भयो। विद्यालयमा परीक्षा भएपछि नम्बर इन्ट्री भएपछि विद्यालय कुन तहमा पुग्यो भनेर सजिलैसँग विश्लेषण गर्नको लागि हेर्न मिल्ने गरेर तयार गरेको छ। अब त्यस्तै गरेर विद्यार्थी विवरण पनि हामीलाई पटक पटक चाहिरहने, आवश्यक परिरहने र त्यो विद्यार्थी चाहिँ हेर्न गरिरहन यो कसरी चल्छ त भने यहाँ चाहिँ मैले दिनको लागि कक्षा ईसीडी देखि कक्षा 12 सम्म 13 जना विद्यार्थीको भर्ना गरेको छु। यहाँ हेरौं कक्षा ईसीडी मा जम्मा विद्यार्थी 1 जना छ, त्यो अन्य विद्यार्थीमा छात्रामा छ। अब त्यो छात्रालाई चाहिँ मैले छात्र बनाइदिन्छु, यो यतापट्टि सर्छ सर्दैन त। म भर्नामा जान्छु, एडमिसनमा गएर यहाँनिर फिमेल छ, त्यो फिमेललाई म मेल बनाइदिन्छु, मेल बनाइदिन्छु। अब त्यो छात्रमा गएन त, छात्रमा गयो। अब त्यही विद्यार्थीलाई मैले भर्नामा गएर म दलितमा लान्छु। कास्टमा चाहिँ ओजर छ, ओजरको ठाउँमा चाहिँ म दलितमा जान्छु। अब त्यो मेल चाहिँ दलितमा जान्छ कि जान्दैन त हेरौँ। दलित विद्यार्थी गयो त, यहाँ त छैन त। यसरी त्यो विद्यार्थीको भर्ना गर्ने साथै यो अटोमेटिक रूपमा दलितमा हो कि पनि यहाँनिर देखिन आउँछ। त्यस्तै गरेर विद्यालयमा पटक पटक विभिन्न संस्थाबाट, स्वास्थ्यबाट त्यो उमेर समूहको विद्यार्थीहरू कतिजना छ भनेर र खोप लगाउनको लागि होस्, अन्य कुनै औषधि वितरणको झन्झटिलो यहाँ विद्यार्थीको उमेर राखिदिएको छु। विद्यार्थीको उमेर यो विद्यालयमा 3 वर्षको विद्यार्थी संख्या 0 छ, 4 वर्षको विद्यार्थी 0 छ, 5 वर्षको विद्यार्थी 2 छ। अब यहाँ म 5 वर्षको विद्यार्थी 2टा छ, त्यो विद्यार्थीलाई 4 वर्ष बनाइदिन्छु त। एउटा 4 मा जाने हेरौँ। अब म यहाँ सजिलोको लागि ईसीडीमा गएँ, एडमिसनमा ईसीडीमा गएँ। यहाँ चाहिँ यो विद्यार्थीलाई 5 वर्षको विद्यार्थीलाई मैले 4 वर्षको बनाइदिएँ है त। यो 76 सालको जन्ममिति थियो भने मैले 77 सालको बनाइदिएँ, 4 वर्ष भयो। अब हामी उमेर समूहमा गएर हेर्न जान्छौँ। 4 वर्षको विद्यार्थी 1 जना हुन आए, 5 विद्यार्थी घट्यो, 5 वर्षको विद्यार्थी घट्यो। यसरी विद्यार्थीको उमेर सजिलैसँग हेर्न मिल्ने गरी यो सफ्टवेयर तयार गरेको छ। अब अर्को आयो, हामीलाई
इङ्ग्लिस भर्दाखेरि डेटा चाहिँ गतिलोसँग नभर्दाखेरि अब्जर्भ गरेकोले इङ्ग्लिसको एउटा राखेको छु। यहाँ इङ्ग्लिसमा गएर क्लिक गरेपछि यो खुल्छ र यसमा प्रत्येक विद्यार्थीको आउने गरेर त्यही कोलम चाहिँ यहाँ बनाएर राखिदिएको छु। पार्टिसिपेसनको लागि यो 4 पूर्णाङ्क छ अनि प्र्याक्टिकल प्रोजेक्टहरुको लागि 36 पूर्णाङ्कको छ र टोटल टर्मको लागि 10 पूर्णाङ्क छ, फाइनल टर्मको लागि 50 पूर्णाङ्क छ। यसरी यो नेपाली विषय सिद्धियो, इंग्लिसको त्यसरी सिद्धियो। अनि अर्को विद्यार्थीको लागि यहाँनिर गएर 2 को यसरी आउँछ। यहाँ चाहिँ एकजना विद्यार्थी मात्र भर्नु भएर यसरी आउँछ। 3 को लागि यो, 4 को लागि यसरी, कक्षा 5 को लागि त त्यो भयो भने कक्षा 2 को लागि, कक्षा 4 को लागि हो, कक्षा 3 को लागि हो, एवं रीतिले कक्षा 12 सम्मको इंग्लिस भर्नको लागि जस्ताको तस्तै अरु केही गर्न नपरि झन्झटिलो नभइकन सरर भर्न मिल्ने गरेर बनाएको छु। यसले गर्दाखेरि विद्यालयलाई कुनै पनि प्रशासनिक काम गर्दाखेरि सजिलो हुनलाई अत्यन्तै सहयोग पुग्ने मैले आश गरेको छु। यदि हजुरहरूलाई यो सफ्टवेयर आवश्यक छ भने मलाई सम्पर्क गर्नु होला। यहाँ चाहिँ मेरो मोबाइल नम्बर छ, यहाँ म मोबाइल नम्बर दिन्छु 9846606590। हजुरहरूले 9846606590 मा चाहिँ कल गर्न सक्नुहुन्छ। 9846606590 9846606590। त्यो 9846606590 मा हजुरहरूले कल गर्न सक्नुहुन्छ र अफिस टाइम भन्दा बाहेक जुन कुनै बेला पनि म हजुरहरूलाई सहयोग गर्न तयार छु। अफिस टाइम भन्दा बाहेक जुन कुनै समयमा पनि म हजुरहरूलाई सहयोग गर्न तयार छु र यो युट्युब च्यानल गाउँ युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। यो भिडियो हजुरलाई लाइक गरिदिनु होला र यो यो सफ्टवेयर र आवश्यक परेमा 9846606590 मा कल गरेर हजुरहरूले यो सेवा लिनलाई नभुल्नु होला, नछुट्नु होला भन्दै यहाँहरुसँग बिदा हुन्छु। हस्, नमस्कार।